सम्पत्ति भागहरू दिएर खातिर हुन्छ त्यही त होइन मान्छे दुःखको मेहनतको फल मजा पनि आउँछ क्या होइन हो किन भन्नु नि ल अहिले चाहिँ हाम्रो यहाँ दाइसँग छौँ हजुरको नाम के अरे सुजन पोखरेल हजुर घर चाहिँ गोर्खा कति भयो अनि हजुर यो लाइनमा लाग्नुभएको म 12-15-20 वर्ष भएपछि कस्तो लागिरहेछ नि तपाईँलाई यो राम्रो लागिरहेछ है अनि तपाईँ यो हुन्छ नि आफ्नो कति सेटिस्फ्याक्सन हुनुहुन्छ यो काममा लागेर कहिले सोच आएन तपाईँलाई अरू कुरा पनि गरौँ अरू जब चेन्ज गरौँ भन्ने कुरा लागेन कहिले यस्तो भयो सर अब यसमै भिज्यो पहिलेदेखि नै यसमै भिजेपछि चाहिँ अब यसमा नै गरौँ न भन्ने लागिरह्यो अनि त्यही भइरहेको हो है त्यसरी नै चलिराख्यो सँगै काम हुँदैन 12 महिना वर्षमा 1 वर्षमा 4 महिना काम हुन्छ सिजन हुन्छ 4 महिना सिजन हुन्छ 4 महिना काम गरिन्छ अनि त्यो 4 महिना तपाईँ के गर्नुहुन्छ नि 4 महिना काम गरिन्छ अनि त्यसपछि त्यो अरू त्यो फ्री टाइममा चाहिँ के हुन्छ अरू समय चाहिँ खासै काम हुँदैन कमै हुन्छ हुन्छ कम हुन्छ अनि त्यो बेला अरू तपाईँ के अरू कामहरू गर्नुहुन्न के पनि काम नै गर्छु काठमाडौँ बस्दाखेरि अनि काठमाडौँ बस्दा के गर्नुहुन्छ काठमाडौँ बस्दाखेरि फ्याक्ट्रीतिर यताउता फ्याक्ट्रीमा गर्छु अनि हजुरको परिवारहरू के कसो परिवार छ कति छन् बाबु नानी बुढी बाबु कतिजना छन् नानीहरू बाबु र नानी कति यहाँ पर्छ बाबु 7 अब 8 मा नानी 1 मा अब 1 मा अनि तपाईँ अब जस्तो हुने पोर्टर काम गर्दै हुन्छ अनि ट्रेकिङ गर्दा अब गाइड गर्दाखेरि अलि धेरै पैसा हुन्छ होला अनि कहिले अब यो त्यस्तो फरक त हुँदैन म आफू गाइड पनि गर्छु खासै फरक चाहिँ हुँदैन तपाईँको दिनको 200 रुपियाँ अफिसले आज फरक हालिदिन्छ नि त्यति मात्रै हो त्यति मात्रै हो गाइडको कुटरमा हो तपाईँको त्यही हो फरक हुने तर पनि कति मान्छे हेर्ने दृष्टिकोणले मान्छेले कति हुन्छ नि यस्तो हो भनेर कसैले तपाईँलाई त्यस्तो गर्छ कसैले गर्दैन गर्ने कुरै भयो तर हुन्छ नि त मान्छेहरू कोही कोही त हुन्छ नि त्यस्तो अलिकति हजुर यस्तो हुन्छ सर यसमा तपाईँको यही फिल्डमा भिजेको मान्छेहरूलाई थाहा हुन्छ अब यसमा नभिजेको भर्खर भिजेकोलाई चाहिँ खासै थाहा हुन्छ भर्खर एक दुईपल्ट भिजेकोलाई चाहिँ त अब के हो कसो हो भन्ने नै हुन्छ धेरै वर्ष भिजिसकेको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ कुनै बेला कसैले तपाईँको मन दुखाएको छ कुनै हुन्छ नि तपाईँलाई अलिकति डोमिनेट गरेर अलिकति हेपेर कसैले त्यस्तो गरेको छ हजुरलाई छैन डोमिनेट त अब यसो तपाईँको गाइड भएपछि गाइडले आफ्नो काम गर्नु पर्यो पोर्टर भएपछि त्यसले गर्नु हो होइन सर अब गाइड भएपछि म आफू गाइड भएँ भने मैले पनि गाइडले अब पोर्टरलाई गर्ने उसले जसरी गरेको थियो त्यही त आखिर उही नै हो 35 दिन ट्रेनिङ हुन्छ नाथानको त्यही नै हो सर नाथान टानबाट खुल्छ नाथान टानबाट खुलेपछि अनि ट्रेनिङ अनुसार हामीले चाहिँ रेस्पेक्ट गर्नु पऱ्यो जुनसुकै हिमालमा जाँदा नि कल्चरहरूलाई चाहिँ डेफिनेटली रेस्पेक्ट गर्नै पर्छ गेस्टसँग हिँड्दाखेरि अनि कुन हिमालहरू तपाईँ जानुभएको छ म अन्नपूर्ण मनासलु लाङछाङ यो मार्दी हिमाल भइहाल्यो अलमोस्ट सबै तपाईँ त्यत्रो 16 वर्ष सबै नै भइसक्यो होला तपाईँको लगभग सबै भइसक्यो एउटा धौलागिरी पनि गएको छु कञ्चनजङ्घा गएको छैन हुन्छ तपाईँलाई अब टाढा पुग्ने मान्छे होला तपाईँलाई धेरै धेरै धन्यवाद एकछिन टाइमको लागि हजुरलाई खुसी लाग्यो सर ल बेस्ट ल राम्रोसँग जानु है त